के गर्नु नयाँ आए पनि पुरानो आए होइन एकपल्ट त हेर्नै पर्छ के बिलले गएको प्रधानमन्त्री गरेको गृहमन्त्री गरेर चुनाव लुट्ने मात्रै नियतमा पार्टी गंगा आज बेलुका हरिशरण नेताले पैसा बाँड्दैछ अरे कति राम्रो है पैसा बाँड्दै हिँडेको नेताले राम्रै काम गर्छ भन्ने के नै भइरहेको छ र तपाईँले नाम टिपाउनु भएको हो छैन मैले बेलुका 5000 आउँदैछ मलाई पैसा लिनु पनि छैन मेरो भोट गर्नु पनि छैन होइन के भयो गङ्गा आज तिमीलाई के हुनु नि सबैजना पैसा बिग्दा रहेछन् यस्तै हो गङ्गा जति भन्दा नि टेर्दैनन् जति सिकाउँदा नि लाग्दैन कुरो यस्तो चुनावमा भोट बेच्ने त्यो पैसा त 2 दिनमा सकिन्छ अर्को 5 वर्ष त हामीलाई दुःखै हुन्छ फेरि हो नि हजुर सबैले लिइसकेछन् अब यही 2-4 घर त बाँकी हो नि पैसा नलिनलाई गफ चाहिँ के भइरह्यो गफ त के हुनु नै छोरी त्यही चुनावको बारेमा त हो त्यही त अब हामीले अरूलाई बुझाउनु पर्छ हामीले भोट बेच्नु भनेको हाम्रो भविष्य बेच्नु हो दाजुभाइ तथा दिदीबहिनी हो तपाईँको मत अमूल्य छ त्यसैले कसैको लोभ र लालचामा परेर आफ्नो अमूल्य भोट नबेचौँ सभ्य नागरिकको पहिचान दिउँ यस्तो नेताले जितेपछि यो देश यो सहर यो नगर यो गाउँ केही पनि विकास हुने छैन विकासको नाममा भ्रष्टाचार मात्र हुनेछ त्यसैले जागरुक बनाऊ जिम्मेवार बनाऊ नमस्ते गङ्गा दिदी नमस्ते म तपाईँहरूकै नेता हरिशरण हजुर तपाईँ त मेरो पुरानो समर्थक हो नि है नेताजी अब हाम्रो मत पैसामा बिक्दैन अब हाम्रा छोराछोरी बुझ्ने भइसके अब हामीले पनि बुझ्नुपर्छ यस्तो त म कहिले पनि सुनेको थिएन दिदी सबैले त लिइसके तपाईँले चाहिँ किन लिनुहुन्न किनकि हामी बेमान होइनौँ हामी आफ्नो भविष्य आफै बनाउँछौँ किनबेच होइन ए ठिक छ यस्तो त मैले कहिले पनि सुनेको थिइनँ के मिलाएको तिमी है किनभने यो पटक हामीले पैसामा होइन विवेकमा भोट हाल्यौँ बेइमान नेतालाई होइन इमान्दार नेतालाई छान्यौँ त्यसैको प्रतिफल हाम्रालाई होइन राम्रालाई छान्यौँ हामीले त्यसैले हजुरहरूले पनि हाम्रालाई होइन राम्रालाई छानौँ त्यसैले फागुन 21 गते निर्वाचन हुँदैछ हामीले त भोट हालिसक्यौँ हो त्यसैले हाम्रोलाई होइन राम्रोलाई छानौँ हाम्रोलाई हो